आमा कसरी सम्झ्यौ र कसरी बिर्स्यौ म तिमीलाई। तिम्रो मिठो बोली, हाँसो, हिँडाइ, माया, ओहो म कसरी भनौँ तिमीलाई। आमा तिमी मेरो मन मन्दिरमा छौ, यादमा छौ अनि मैले फेर्ने प्रत्येक श्वासमा छौ। आमा तिमीले भनेका हरेक कुराहरू कानमा गुन्जिरहन्छन्। छोरी तिमी यसो गर उसो गर भनेर सिकाएको धेरै याद आउँछ। तिमी नै भन न कसरी भुलौँ म तिमीलाई। आमा कसरी सम्झ्यौ र कसरी बिर्स्यौ म तिमीलाई। आमा तिमीले म कति भाग्यमानी भन्दै भनेका बाणीहरू, आँखाभरि आँसु छचल्काएर ओठमा मुस्कान छँदै भनेका कहानीहरू म कसरी सम्झ्यौ र कसरी बिर्स्यौ म तिमीलाई। आमा तिमी नै भन न कसरी सम्झ्यौ अनि कसरी बिर्स्यौ म तिमीलाई। आमा तिम्रा मिठा ती अर्तीहरू, बुवालाई माया गर्नु, दाजुभाइ दिदीबहिनी मिलेर बस्नु, एकअर्कालाई माया गर्नु, दरिलो खम्बा बन्नु, यस्तै यस्तै कुराहरू अनि मेरो पिर नलिनु। मलाई पनि बाँच्न मन नभएको त होइन छोरी, पापी रोगले बस्न दिएन भन्दै खुसी हुनुपर्छ भन्दै भन्नुभएका शब्दहरू आज पनि कानमा गुन्जिरहेछन्, मन डराइरहेछ। आमा तिमी नै भन न कसरी सम्झ्यौ अनि कसरी बिर्स्यौ म तिमीलाई। कहाँबाट भेटौँ, कसरी सम्झ्यौ अनि कसरी बिर्स्यौ तिमीलाई। आमा